हेलो नमस्ते। आज मैले फरक प्रकारको मेरो फिल्ड रिलेटेड अर्थात् भेटनरियन भएको नाताले आज एउटा महत्त्वपूर्ण केस लिएर आएकी छु। कृपया अन्तिम समय हेरिदिनु होला। यो केस नाम्खा गाउँपालिका अन्तर्गत पर्ने वडा नम्बर 3 खगल गाउँमा देखिएको हो। झुमाबाट जन्मिएको 1 वर्षको बाछोलाई वनमा चराउने क्रममा जङ्गली जनावरको टोकाइबाट काटिएको भागमा चाहिँ अन साइड चाहिँ पुरै मुखको घाउ भएको हुँदा यसको ट्रिटमेन्ट आजबाट हामीले स्टार्ट गरेका छौँ। फर्स्टमा हामीले टेम्परेचर लियौँ, बाछोको टेम्परेचर लियौँ। त्यो पछि आई होप कि छिटो निको हुन्छ भन्ने हामीले होप राखेको छौँ। अनि यो केसमा चाहिँ आज डे 1 हो। डे 1बाट चाहिँ हामीले सिम्टम्स वाइज चाहिँ के मेडिसिनहरू युज भयो अनि यो सेकेन्ड पार्टमा देखाउनेछौँ। अनि मेनली आज हामीले के औषधिहरू चाहिँ उसलाई युज गऱ्यौँ होइन, अनि कतिको इम्प्रुभ हुन्छ हामी डे 2 ब्लगमा पनि देखाउनेछौँ। र आजको चाहिँ नर्मल्ली कटन सिड लिएर बेटाडिनको झोलले हामीले घाउ सफा गऱ्यौँ अनि ओइन्टमेन्ट युज गरेका छौँ लास्टमा चाहिँ। अनि उसको दुखाइ कम होस् अनि घाउ सुकाउनको लागि स्वेलिङ भइरहेको छ अनि उसको ज्वरो उसलाई ज्वरो आएको हुँदाखेरि चाहिँ हामीले पारासिटामोल प्लस मेलोक्सिकाम ट्याब्लेट पनि उपलब्ध गराएका छौँ। अरू चाहिँ नेक्स्ट भिडियोमा देखाउनेछु। धन्यवाद।